आज हाम्रो राष्ट्रिय खेलकुद परिषदका बोर्डका साथीहरू बसेर जुन किसिमको यो विगत चाहिँ 4-5 महिनादेखि यो हाम्रो खेलकुद क्षेत्रमा अनुरोध छाएको छ, यसको निकासको निम्ति हामीले चाहिँ राष्ट्रिय खेलकुद परिषदमा सबै साथीहरू मिलेर युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीज्यू महेश्वर राज गहतराजसँग चाहिँ यसको निकासको निम्ति हामी आएका थियौँ। तर उहाँले आज चाहिँ अब मिटिङ भएको हुनाले उहाँले भेट्न चाहनु भएन र हामीले ज्ञापन पत्र बुझाएका छौँ र ज्ञापन पत्रमा यो राष्ट्रिय खेलकुद परिषदको बोर्डको बैठक नबसेको लगभग चाहिँ 1.5 वर्ष हुनुभएको छ। त्यसकारणले गर्दा यो बोर्डको बैठक छिटोभन्दा छिटो चाहिँ बस्नुको निम्ति हामीले उहाँलाई अनुरोध गरेका छौँ र लिखित रूपमा हामीले चाहिँ उहाँलाई निवेदन पनि दिएका छौँ र उहाँको भनाइअनुसार अब अहिलेको परिस्थितिमा सदस्य सचिव नभएको हुनाले गाह्रो छ भन्ने कुरा छ। तर ऐन अनुसार हामीले बुझेअनुसार उहाँले उपाध्यक्षले पनि बोर्डको बैठक बसाउन सक्नुहुन्छ भन्ने चाहिँ ऐनको चाहिँ प्रावधानसम्म लाग्छ। त्यसकारणले गर्दा हाम्रो चाहना यो व्यक्तिगत स्वार्थभन्दा पनि म यहाँ बस्नु नबस्नु भन्थ्यो भन्दा पनि खेलकुदमा आबद्ध भएका खेल र खेलाडीको लागि निकासको लागि अब जुन किसिमको खेलकुद परिषदभित्र जुन किसिमको अनिलता छ त्यसको निकासको निम्ति हामीले चाहिँ उहाँलाई यो चाहिँ आह्वान गरेका छौँ र मलाई लाग्छ यो कुरा उहाँले एकदम पोजिटिभ रूपमा लिनुहुनेछ भन्ने कुरा हामीले विचार लिएका छौँ। हामी राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सबै साथीहरू लगभग चाहिँ 13 जना साथीहरूले लिखित रूपमा हामीले चाहिँ हस्ताक्षर गरेर चाहिँ माननीय मन्त्रीज्यूले हामीले यो निवेदन बुझाएका छौँ। उपरोक्त सम्बन्धमा मिति 48/2078 असार 29 गतेका लागि निर्धारित गरेको राष्ट्रिय खेलकुद परिषद राखेको बोर्ड बैठक नेपाल सरकारको मन्त्री परिषदमा फेरबदल भएको कारणले बस्न सकेन। त्यस पश्चात आज 7 महिनाको बितिसक्दा पनि परिषदको बैठक बस्न नसकेको राष्ट्रिय खेलकुद परिषद विकास ऐन 2077 दफा 10 को उपदफा 4 बमोजिम परिषदको बैठक बोलाउन संयुक्त रूपमा अनुरोध गरेको छौँ। राष्ट्रिय खेलकुद परिषदमा अहिले कर्मचारीहरूले तलब खान नपाउने तहको परिस्थिति छ। खेल क्षेत्र चाहिँ अब 9 राष्ट्रिय खेलकुद गर्नुपर्ने त्यो चाहिँ मन्त्रीको अकर्मण्यताका कारणले गर्दा लथालिङ्ग छ। उहाँले सदस्य सचिव हटाउनु भयो, सबै चिज त्यो स्थिति छ। त्यो भएको कारणले बोर्डका सबै सदस्यहरूको माग के हुने छिटो बैठक होस् भन्ने छ। त्यो भएको कारणले उहाँ चाहिँ भेट्न चाहिराख्नु भएको छैन। यहाँ दर्ता गरेर यसलाई दर्ता गरेर तत्काल बैठक बोलाइयोस् भन्ने चाहिँ जोडदार सबैको माग छ र यो छिटो बैठक बोलाउनका लागि हामीले चाहिँ अपिल गरेका छौँ। यसका लागि सबैलाई मिडिया मार्फत हामी चाहिँ खेलकुद क्षेत्रलाई दर्बिलो बनाउनको लागि र खेलकुदमा राजनीति नगर्नका लागि मन्त्रीजीलाई हामी आग्रह